जस्तै यो एससिसिएसमा विगतको 2 वर्षदेखि अथवा लामो समयदेखि एससिसिएसमा रहेर काम गर्नुभएको छ तपाईँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। आज यो निर्वाचन सम्पन्न गर्नलाई सहयोग गर्ने निर्वाचन कमिटी जसले एकदमै सुन्दर तरिकाले निष्पक्ष तरिका निर्वाचन सम्पन्न गर्नुभएको छ, निर्वाचन कमिटीलाई पनि म धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी एनसिसिएसको एजिएममा अवरात्र खट्ने मेरो एकदमै मित्र हुनुहुन्छ बालकृष्ण ढकाल, जसले हाम्रो सबै यो अडिटिङको जस्तै लाइभ मेम्बरसिपको अघि विवाद आएको थियो, त्यो सबै कामहरू चाहिँ टेक्निकल पार्ट चाहिँ हामीले उहाँलाई जिम्मा दिएका थियौँ। उहाँले आई थिङ्क उहाँको बलबुताले भ्याएसम्म सबै चिजहरू चाहिँ एकदमै मेहनतका साथ काम गर्नुभएको छ। छोटो समयमा पनि जस्तै हामीले मेम्बरसिपको टाइमिङ चाहिँ कम भएको हुनाले धेरै मेहनत गरेर उहाँले चाहिँ मेम्बरसिपलाई यो प्रक्रियालाई चाहिँ सम्हाल्नु भएको थियो। त्यस्तै गरी एनसिसिएसका लाइभ मेम्बरहरू जनरल मेम्बर सबैलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र बिना दिदीसँग जो पनि मेरो आजको जुन 2023-25 को कोर्स टिमबाट बिदा हुनुभएको छ उहाँहरूलाई पनि म सम्झिन चाहन्छु। उहाँहरूको योगदान संस्थामा उहाँहरू 2 वर्षदेखि गर्नुभएको काम, उहाँको भूमिका त्यो कहिले पनि एनसिसिएसको इतिहासबाट मेलिने छैन। र आजैको यो यही भनिरहँदा मैले बिना दिदीलाई म कुनै पनि हालतमा यो संस्थाबाट बाहिर जानको लागि म एलाउ गर्दिनँ। र आजै म बिना दिदीलाई संस्थाको यो 25-27 को एडभाइजर रूपमा नियुक्त गर्न चाहन्छु। यो बिना दिदी यो चाहिँ उहाँको यसलाई मैले कुनै पनि निर्वाचनमा यस सामाजिक संस्थामा हार जित हुँदैन, कोही विजेता हुन्छ कोही उपविजेता हुन्छ। हामी चाहिँ अहिले म विजेता भएको छु, दिदी उपविजेता भन्नुभएको छ, तर दिदीसँगै दिदीकै छत्रछायामा हामी अगाडि बढ्ने हो, काम गर्ने हो। त्यसपछि हाम्रो संस्थाबाट अर्को विदाई भएर जानुभएको छ हाम्रो साथी सर हुनुहुन्छ खमनाथ अधिकारी, उहाँलाई पनि बाहिर हाम्रो चाहिँ बाहिर लेखेको छ कि संस्थाको एडभाइजर पनि संस्थाको अटोमेटिकली प्रेसिडेन्ट एडभाइजर हुने गर्छ। र यही मेरो मन्तव्यबाट संस्थाको चेयरपर्सन डाक्टर खमनाथ अधिकारीलाई पनि एडभाइजर रूपमा नियुक्ति भएको हामी अहिले थोरै बिच चुनावको बिचमा यो एजिएमको माहौलमा केही कुराहरू आवेगमा, केही कुराहरू संवेगमा, यही कुराहरू चाहिँ हतारमा बोलियो होला, कसैको चित्त दुखाइयो होला। यो चाहिँ एउटा सानो त नभनौँ, 32 वर्षको भइसके एउटा चाहिँ युवाले केही समाजमा केही काम गर्छु भनेर आउँदै गर्दाखेरि केही कुराहरू समाजमा म नितान्त मेरो कुनै बिजनेस छैन, व्यापार छैन, म एउटा सानो सेक्टरमा काम गर्ने मान्छे, म सामाजिक काम गर्नलाई अगाडि आइरहेको छु। तर बिचमा मैले केही तिता नमिठा कुराहरू सुन्न पर्यो, त्यो चाहिँ मलाई एकदमै नराम्रो लागिरहेको छ। अहिले चाहिँ त्यो कुरा चाहिँ म चाहिँ नितान्त सामाजिक काम गर्न कस्तो आइरहेको छु। यता विभाजित गर्ने काम गरियो, त्यो चाहिँ जो मैले एक्सपेक्ट गरेँ भन्दा बाहिरको कुरा भयो, त्यसले त थोरै मलाई निराश लागेको छ। तर पनि म फेरि वान मोर टाइम भन्न चाहन्छु कि एनसिसिएसलाई एउटा इभेन्ट कम्पनी भन्दा पनि सामाजिक संस्था, कम्युनिटी सर्भिसेस जस्तो बनाएर लानको लागि आई थिङ्क अहिले आएको कि त्यसमा सक्षम छ। र यहाँ सबैको साथ सहयोग भयो भने पक्कै पनि एनसिसिएसले अर्को एउटा माइलस्टोन प्राप्त गर्नेछ। हामीले कम्युनिटी सर्भिस गर्न आएको संस्था जस्तै काम गर्नेछौँ भन्ने कुरा राख्दै फेरि पनि यो एजिएमलाई सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्ण सबैको नाम लिन सम्भव छैन, टाढाबाट साथीहरू आउनुभएको छ, निर्वाचन भएर आउनुभएको छ, सबैलाई फेरि पनि एक धन्यवाद दिँदै यति नै भन्न चाहन्छु। धन्यवाद।